ल माइजू हजुरको सामान राख्नु भयो राखेँ ल मेरो पनि राखेँ ल भन्नु हजुरको के हो भन्दै त के गर्छ होइन भन्नाले रङ भन्नु न हजुर राखेको सामान होइन कि अर्को रङ सामान रङ येल्लो होइन एकदम लागे रङ के रङ गलत जस्तै यो छ काँटा मैले भन्नु पर्यो कि के भन्छ अब मैले भन्नु पर्यो नि त त्यसलाई के चिज हो भन्नु हजुरको सामान मैले अर्कै कुरा भन्नु पर्यो भनेको कि रङ रङ त्यसको नाम होइन कि तर त्यस्तो त्यस्तै भन्नाले झुक्कियोस् के मान्छे त्यस्तो खालको आइटमको नाम काट्ने हो कि यसलाई काट्ने होइन ए यो के मेरो माइजू र म भजियो यसलाई अनफिल्टर हाल्नु पर्छ बीटीएस भनेर हाल्ने के ल भाइजू हजुरको सामान के हो खानेकुरा खानेकुरा हो प्रोडक्ट ल डेयरी प्रोडक्ट ओके त मेरो चाहिँ चिनी हो चिनी ल हजुरको डेयरी प्रोडक्ट हो त्यसको प्लास्टिकमा कभर सहित छ होइन सबै कुरा मिसाएको हुन्छ फेरि भन्नाले के होइन होइन झुट बोल्ने हो के मामु हजुरले यस डेयरी ओके सब कुरा मिसाएको हुन्छ अनि प्लास्टिकमा छ कभरमा छ कि छैन त प्लास्टिक पनि छ प्लास्टिक नि छ प्लास्टिक खोल्नु नि त लिक्विड हो कि ठोस हो लिक्विड लिक्विड हो ए ल मलाई सोध्नु भाइजू के हो हजुरको मेरो त चिनी हो भने छु ल अब चिनी पत्ता लगाउनु हजुर के गर्नु सक्नुहुन्छ लगाउनु न चिनी हो कि होइन भनेर पत्ता लगाउनु चिनी त चिनी नै हो भनेर त किन भन्नु न गुलियो कुरा होला त्यही हो ठोसै थाहा पाउनु पर्यो कि के हो भनेर के हो भनेर पत्ता लगाउनु ल ल चिनी हो मेरो चिनी हो चिनीको बट्टा सहित छ क्यान्सल भयो